Hello guys, what's up? As I say, we're about to go to Bear Mountain for hiking a little bit. Let's see how it goes. के छ साथीहरू ठिक छ नि guys, हामी चाहिँ अहिले ग्रान्ड सेन्टरमा आइसकेको छ। ग्रान्ड सेन्टरमा छिरिसक्यौँ होइन अब चाहिँ हामी टिकट काट्ने त्यसपछि वी विल हेड टु पिक स्केल फर नाउ त्यहाँबाट चाहिँ हामी ट्याक्सी लिएर चाहिँ मेबी उबर अर ट्याक्सी लिएर चाहिँ वी विल बी इन भालु पहाडमा चढ्नुपर्छ आज होइन। अब यहाँ चढ्ने चाहिँ अहिले नभनौँ जाऊ पहिला अनि हेरौँ चढ्नु त पर्ने तर चढ्नु त पर्छ नि त इभेन्चुअली वी हेभ टु डु होइन चढ्नै नै पर्छ तर अहिलेको लागि चाहिँ सुरुवात चाहिँ गरौँ टिकट काटेर होइन त। सो वी जस्ट गट आवर चिकन अन आवर ह्यान्ड। अब यहाँबाट चाहिँ हामी वी हेभ टु फाइन्ड द ट्र्याक होइन कुन ट्र्याकमा जाने भनेर खोज्नुपर्छ एन्ड देन आफ्टर द्याट वी हेड टु द पुकिस्किप के भन्छ त्यो त्यही हो त्यतातिर जानुपर्छ। अब चाहिँ हामी प्लेटफर्म खोजेर होइन दाजुहरूलाई भनेर उयो हेड टु द प्लेटफर्म अनि त्यहाँबाट चाहिँ ट्रेन चढेर जानुपर्छ। कति बजीको छ केटो हाम्रो ट्रेन बेसी कति बजीको ट्रेन यता दाजुलाई सोधेर गो 12:47. I don't have a track. Got it. You need a ticket? I have a ticket. Just gotta wait. It's gonna be 12:47. Gotcha. Okay. So we are finally at our train, you know. Balla train I Finally we are inside the train. On our train. Inside the train. Inside the train. Inside our train, you know. बल्ल आइपुग्यो 1 घन्टा वेट गरेर बल्ल आइपुग्यो। घन्टा वेट गरेर एप्पलमा यत्तिकै बितायो फोन चार्ज गरेर यताउति गर्दै बितायो टाइम। सो अब चाहिँ हामी बल्ल तर यो एक्सप्रेस ट्रेन हो होइन छिटै पुऱ्याउँछ इट्स वर्थ अफ वेटिङ टाइम भनेर जस्तो पनि हो। अब हामी 11मा चढेको भए पुऱ्याउँथेन अहिले पुऱ्याउँछ। Guys, finally we are here at the पिकिस्किलमा आइपुगेको छौँ। सँगैसँगै यता सर्ट हान्दैछ एज यु क्यान सी ट्रेन लिभ्स जस्ट अझै जाँदैछ ट्रेन। लेट मी चेन्ज लिटल बिट बाई सो जस्ट अराइभ टु द पिकिस्किल होइन हामी अहिले आइसकेको छौँ। सो वी हेभ टु टेक ओभर फ्रम हियर एन्ड यहाँनिर चाहिँ अलिअलि एक दुईवटा सामान किनेर फर्स्ट चाहिँ एक दुईवटा सामान किनेर लग्नुपर्छ नि त उता गएर चिलमा खाँदै बस्नुपर्छ हल्का हाइक गरेर। अनि अब चाहिँ हामी यहाँ पिकिस्किलमा हल्का सपिङ गरेर अनि ट्याक्सी अथवा उबर लिएर गएर अनि बियर माउन्टेनमा झरेर अनि त्यहाँबाट चाहिँ हाइक गरेर एउटा ठाउँमा गएर चिल गरेर बस्ने हो। त्यही हो गाइस, लेट्स गो फर द सपिङ लिटल बिट सपिङ है त खानेकुरा अलिकति सपिङ है त लेट्स गो गाइस।
गाइस जस्ट बस अब बाटो पार गर्न जाने जस्ट लिटल स्टपहरू हामी किनेको छ यहाँनिर यहाँ चाहिँ स्टेसनको छेउमा रहेछ पिकेस्की स्टेसन दिल्ली होइन भनेर चाहिँ ठाउँमा आएर हामी थोरै थोरै सामानहरू किनेको छौँ एन्ड हामीले दुईवटा स्यान्डविच मगाएको छौँ वान इज चिकन कटलेट on a roll and the other one is grilled turkey मगाएको छौँ it takes a little bit of time they have to make it over there so एकछिन वेट गरेर चाहिँ अनि हामी यहाँबाट जानेछौँ अनि जानेछौँ जानेछौँ हामी जाने हो दुईजना जाने हो कता जगिरा पोखरा ग्रास नानीको बुट चढेछ होइन चढिहाल्छ नर्मल हो नि सो अब चाहिँ त्यही हो एकछिन वेट गरेर स्यान्डविचहरू बोकेर ग्रास नानी प्लस लाक्पा नबनाउनु हुन कुरो चाहिँ सो अनि अब यहाँबाट चाहिँ हामी लिएर जान्छौँ यहाँबाट सायद हामी ट्याक्सी यहाँबाट लिएर जानुपर्छ लाक्पा भयो अब ल त गाइस मिस यु ओभर देयर गुरास नानीको गु लाक्पा र भ्लगमा आउँछ नि यो त फेरि सबै हेर है तिम्रो मैयाले नै हेर्नु नि फेरि बढी साह्रो है केटाकेटाको बिचमा हामी होइन अलिअलि चल्छ सो अहिले चाहिँ हामी जस्ट टेक द Uber from the Piskew and we are heading to the Bear Mountain now. अब चाहिँ हामी Bear Mountainमा जाँदैछौँ and we'll be there in like 10 minutes. After that त्यहाँबाट चाहिँ हामी हाइक स्टार्ट गर्छौँ त्यही हो गाइस अहिले चाहिँ हामी उबरमा जाँदैछौँ Let's go. सो लाभाइ भर्खर रेस्टरुम गएको छ होइन उसको क्यामेरा मलाई छोडेर गएको छ सो हामी चाहिँ भर्खर बेयर माउन्टेन आएको छौँ हेर्न सक्नुहुन्छ त्यो चाहिँ त्यो माउन्टेन हो है द्याट्स द माउन्टेन आई थिङ्क आई होप लाखको क्यामेरामा राम्रो आएर छ लाखलाई थाहा छैन मैले यहाँ भिडियो गरिरहेको छु भनेर कस्तो राम्रो छ ठाउँ चाहिँ हामी 1 वर्षपछि आएको लास्टै राम्रो छ अब लाभा रेस्टुरेन्टबाट आउँछ वी गोना मेक अ लट अफ भिडियोज हामी हाइक गरेर चाहिँ टुप्पा पुग्नुपर्छ त्यही हो यो चाहिँ हाम्रो एउटा सानो सर्ट थियो है अब चाहिँ हामी अलिक सर्ट राख्छौँ आई लाइक त्यो फ्रेम सो गाइस हामी चाहिँ यहाँनिर अहिले एउटा सानो जू रहेछ यतानिर यिनीहरूको यो ट्रेल साइड म्युजियम जू भन्ने रहेछ त्यहाँनिर आएको छौँ अनि अब चाहिँ हामी हल्का यता घुमेर किनकि एकदम गर्मी छ हाइक गर्नलाई अहिले सो एकछिन जूमा टाइम स्पेन्ड गरेर अनि देन वी गो फर द हाइक अगेन सो यहाँनिर रहेको छ यो चाहिँ सानो एउटा जू छ यहाँ सो अब हिँडौँ भित्र एकछिन यसो जूमा गएर एकछिन वाक गरौँ यता शीतल छ अनि हल्का हल्का घुमेर यति ठुलो पनि छैन यो हल्का हल्का घुमेर अनि देन वी गो फर द हाइक अगेन होइन हाइकमा जाँ अगेन भन्दा पनि अलिअलि त्यहाँबाट उताबाट मात्रै हिँडेर आएको यहाँसम्म अनि त्यहाँबाट चाहिँ अनि विल गो फर अ रियल हाइक हल्का त्यस्तो धेरै पनि छैन हल्का हाइक छ अनि त्यहाँबाट चाहिँ अनि अब यहाँबाट चाहिँ हामी निस्केर अनि हाइक गर्न जानुपर्ने हुन्छ गाइज गएर रिल्याक्स गर्नु पऱ्यो टाइममै सो सङ्गीतजी यतानिर हुनुहुन्छ त्यही हो गाइस राम्रो छ पानी फाल्दो रहेछ पानी र अनि हावा टक्क फाले क्या मजा आउने रहेछ गाइस यहाँ चाहिँ सानो पर्की पानी रहेछ यहाँ सङ्गीतजीले भिडियो गरेर फोटो खिच्दैछ यसको पुरा कोनाइरहेछ मस्त मस्त कोनाइरहेछ
उई कस्तो दामी त्यहाँ भाइ Different types of butterflies. Wow, यो बर्डहरू त यार रियलकै हो कि होइन त है? ओके वाह यार कति धेरै है? अनि Oh my god. यो इगलहरूको हेर न, oh my god. कत्रो सानो यो चाहिँ कस्तो दामी यो चाहिँ वाह त्यो चाहिँ है डेन्जर क्या ल यसले चाहिँ के गर्ला है भनेर। अनि यो हेर नि झन् यो वाह खुट्टा नौ यार अनि कत्रो डेन्जर है यो हेर न अम्बो कत्रो ठुलो है सानो बच्चाहरू पनि है कुखुरा फेजेन्ट यो जङ्गली कुखुरा होइन बर्डहरूको स्पेसिस डेन्जर हो है अनि यहाँ हेर न यता अन्डाहरूको हेर न कति सानो अन्डाहरू ओ दिस इज एग ओ माई हामी बर्ड भएछ नि त फेरि अनि ओ माई गॉड हेर न यहाँबाट त स्पेस जस्तै देखिहाल्छ अर्थहरू जस्तै क्यानाडा गुज रे यसरी अन्डा जस्तो राख्दो रहेछ यहाँ हेर न यार मुसाहरू ओ माई गॉड चम्कादड त्यो के हो त्यो चिपमङ्की कस्तो राम्रो हुन्छ यो चिपमङ्कीको यो चाहिँ राम्रो हुन्छ यो चाहिँ एकदम राम्रो फ्लाइङ स्क्विरल रे यिनीहरू कि मन नपर्ने त यिनीहरू स्क्विरल है मुसा चाहिँ ओ यो त के हो कस्तो लामो है विजल रे यो चाहिँ कत्रो दामी हो यो त यो चाहिँ दामी लाग्यो यार अनि है कत्रो छ र त ब्ल्याक पियर यो त उही के हो यो त यत्रो फट निस्क्यो भन्दा है आम्मा यसको हेर न पिक कस्तो राम्रो है हेर न गाइस पिक ओ माई गॉड आई लभ द पिक आउल हेर न आउल वान अफ द डेडलिएस्ट लुक लाग्छ यार मलाई आउलको यसको क्या दामी यसको यसको आँखा दामी आँखा चाहिँ रहन्छ तर त्यसको दामी रहेछ ऊ यहीँ नमनपर्ने एक दुईवटा फेरि यहाँ बर्डर भन्छ काग नमनपर्ने भन्दा पनि काग त अलिकति कागै हो क्या चतुरै होइन इट्स अ भेरी ब्युटिफुल म्युजियम है हेर न यसको कति सानो सानो बर्डहरू कस्तो राम्रो देख्छ है गाइस हो यो कस्तो मजाले राखेको यार यो त ओ माई गॉड एज यु क्यान सी गाइस हल्का के म्युजियम अरे केटै हो यो चाहिँ ट्रेल साइड म्युजियम हो लोकल एनिमल्स अफ द पार्क यार एनिमल्स अफ द पार्क चाहिँ हेरेर निस्क्यो भर नेचर स्टडी म्युजियम रहेछ नाम चाहिँ इट वाज भेरी ब्युटिफुल गाइज इट वाज भेरी भेरी ब्युटिफुल अनि एकदम राम्रो राम्रो बर्ड्सहरूको स्पिसिसहरू हुन्छ नि सबै कुराहरू रहेछ इट वाज भेरी ब्युटिफुल कस्तो लाग्यो तिमीलाई त्यो केटो लास्टै बबल बालका यस्तो राम्रो राम्रो स्पिसिसहरू हुन्छ नि लाइक एउटा मात्रै स्पिसिसको लाइक सबै लाइफ साइकलको स्टेजहरू कति वर्ष कुन सानो त्यो सबै रहेछ इट वाज भेरी ब्युटिफुल वर्थ अफ होइन वर्थ अफ टाइम एन्ड वर्थ अफ चेकिङ आउट एकदम राम्रो छ तिमीहरू पनि कोही यहाँ आउँदैछ भने प्लिज चेक इट आउट दिस म्युजियम फ्री पनि हो एकदम सो यु क्यान कम जस्ट हेर एकदम नेचरमा के कस्तो छ पाउँछ होइन एकदम राम्रो छ है त गाइज जस्तै हो अब फेरि अझै अगाडि पनि हेर्दै जानेछौँ सबै ठाउँमा चाहिँ आई क्यान नट भ्लग लाइक सबै ठाउँमा गर्न अलिकति अप्ठ्यारै हुन्छ किनकि भ्लग पनि एकदम राम्रो हुन्छ सो आई ट्राई टु लाइक बनाउने चाहिँ एकदम कोसिस गर्छु बट लेट्स सी है त गाइस यहाँ हेर्नु सक्नुहुन्छ क्याक्टसहरू कस्तो मजाले है
स्न्याक ब्रेक गरौँ है ढेपौँ एकछिन भोक लागिसक्यो लास्टै एकछिन खाउँ यताउति बसौँ भ्यू हेर्दै हल्का शीतलोमा अनि त्यहाँनिर हाम्रो एउटा क्यामेरा टक्क सेटअप गरेर राखेको छ यहाँनिर टक्क अब एकछिन बसेर खाउँ अनि त्यसो लेसी कहाँ जाने हेरौँ एकछिन अब 5 पनि बज्न लागिसक्यो लेसी अब कहाँ पुगिन्छ होइन अब फुल्ली ट्रेल गर्न सकिसकेन हाइकिङ यताउति गरौँ ड्रोन सोन उडाउँ यताउति गर्नुपर्ने छ लट अफ थिङ्स सनसेट हेर्नुपर्ने छ सो अब चाहिँ हामी खाना सुरु गर्छौँ गाइड सेटअप गरेर है त अहिले चाहिँ हामी अब चिकन कटलेट मिठो 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 कस्तो मिठाई हो यो कस्तो हो यो सलाइरहेछ होइन कस्तो मिठो छ अनि एक बाइट फेरि यस्तो यस्तो ठाउँमा आएर फेरि बाइट हान्नु पाइरहेछ नि त फेरि अरू कुरा भन्दा नि हाम्रो नेचर प्रिजर्भ द नेचर त्यही हो इन्जोय द नेचर प्रिजर्भ इन्जोय द नेचर प्रिजर्भ द नेचर इट इन नेचर अनि फेरि यो सबै नेचुरल फुड हो यसलाई नेचरबाटै आएको सबै कतै अर्को दुनियाँबाट आएको चाहिँ होइन यही दुनियाँको हो नेचर इन्जोय गर्दैछौँ हामी इच एन्ड एभ्री मोमेन्ट अनि हामी नेचरकै हो होइन नेचरमै आएको नेचरमै मर्छौँ हामी मङ्गल ग्रहबाट आएको नेचरहरू हामी ल अब हामी चाहिँ खाजा खाएर फेरि निस्किनु छ है छिटो निस्किनु पर्ने हुन्छ सनसेट हेर्न जानु पऱ्यो नि होइन गाइस दिँदैछ हप गक 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 मेरो न्याम 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 चल्दैछ तिमी घक 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 के हुँदैन कमलाले अलि खाओस् न होइन भाग आफ्नो भाग के छ र जिन्दगीमा ल है गाइस अब हामी चाहिँ खान्छौँ त्यसपछि निस्किन्छु गाइस सो हामी चाहिँ कस्तो राम्रो भएको छ है खाना खाएर खाजा खाएर हल्का अब यसो अब अलिक उतासम्म जाउँ है हामी चाहिँ सकेसम्म कि त त्यो मान्छेमा जानु ट्राई गरिन्छ हेरिन्छ ट्रेल कस्तो छ त्यहाँसम्म टाइम लाग्छ होइन इफ वी क्यान त्यहाँ माथि पुग्ने हो इफ नट हामी यसको एक राउन्ड मजाले हान्छ उता गएर हाम्रो अस्तिको स्पटमा गएर बसेर दामदाम भिडाउनुपर्छ त्यही गरौँ कस्तो राम्रो लेक छ यो लेकै भन्छ नि यसलाई होइन लेकै हो कस्तो राम्रो ठुलो लेक छ गाइस पहिला पनि आएको थियो हल्का गर्मी चाहिँ गर्मी नै छ अहिले पनि यार कसम खानु मिल्छ अब त यार कसले खाने भन्ने पो टेन्सन हुन्छ खाने मान्छे चाहियो नि है साथीहरू तिमीले त्यस्तो नभन न यार अहिले नै बिस्तारै जस्तो ओ माई गॉड कोकले यार पुरा त्यो के अरे त्यस्तो आइरहेछ हल्का हल्का ऊ पारिरहेछ ऊ बोटिङ गर्दैछ मान्छेहरू यहाँ यो बोटिङ चाहिँ हामीले पहिल्यै गरिसक्यो सो वी डोन्ट वान्ट टु डु इट अगेन इट वाज फन बट वी अलरेडी डिड इट सो होइन फेरि त्यस्तै राम्रो रमाइलो फिल हुँदैन सो अब चाहिँ हामी यहाँबाट हल्का हाइक गरेर जानेछौँ कहाँसम्म सँगै चाहिँ हेरौँ लेसी किनकि अब सबै कुरा अब भ्याउनुपर्छ भन्ने पनि छैन जे भ्याउँछ त्यही गर्ने हो हिन्दी नै हो गाइस त्यही हो ल त गाइस दामी
सो गाइस हामी चाहिँ सो एउटा यो ट्रेलमा आएको छ एउटा ट्रेलमा एउटा कुन चाहिँ ट्रेल हो ट्रेलमा आएको छ हामी चाहिँ इज अ रियली ब्युटिफुल ट्रेल यहाँ नामै लेखेको छ द ब्युटिफुल ट्रेल भनेर होइन अनि अब हामी चाहिँ यताबाट ट्रेल अब यताबाट जाउँ हेरौँ के हुन्छ अनि त्यो पाहाड नमेर मात्र कसम है वाउ यो हेर न गाइस लुक एट दिस look at this place हल्का हल्का थाकेर जस्तो हिँड भएको छ पुरा पसिना गाइस पसिना हल्का हल्का भर हाइड्रेसन ब्रेक गरेर माथिबाट जाँदैछु भर्खरै हामीले एउटा मृग देखेको थियौँ यहाँ वाइल्डमा थियो माथिबाट मान्छेहरू आउँदै रहेछ अनि गइहाल्यो भागिहाल्यो हल्का झलक्क चाहिँ देखाएको थियो भ्यू हेर्न सक्नुहुन्छ गाई यहाँ मृग गाई लाइभ मृग कस्तो स्टुल बसिरहेको छ है नदेकोस् भन्नु तर राम्रो छ आजको दिन क्रेजी छ है गाइस वान अफ द बेस्ट है लास्ट दामी चाहिँ किन भनेपछि विथ स डियर होइन बाउल गाडी पनि देख्यो नेचर नै देख्यो ओ माई गड अनि अबको भ्यू चाहिँ है अनि ल है गाइस भ्यू देखेर के हो यो होइन लाभाले देखेको छैन होला यो नहेर लाभा यसलाई ल क्यामेरा त ल्याऊ पहिला यो भ्यू चाहिँ मैले चाहिँ भर्खर देखेँ है लाभाले अहिलेसम्म देखेको छैन ल लाभाको रियाक्सन खिच्नुपर्छ र यसरी यताउता अलिअलि देऊ न उता भ्यू हेर न त्यो कस्तो रिभर यस्तो मिलेको ट्याक्क ब्रिज है भ्यू हामी यहाँ नै हेरौँ ल लुक एट द भ्यू है यस्तो यहाँ अनि यता नि दामी छ है हेर न त्यो ट्रेनको ट्र्याक हेर न है पानीमा कस्तो त्यो उयो जस्तै याद आइरहेको छ क्या त्यो भिस्टा पोइन्ट छ नि त्यो जस्तै देखिरहेको छ यहाँबाट हेर न त्यो पनि त दामी छ यार त तर त्यो पनि दामी थियो यार किनकि त्यसको त्यो रिभर कस्तो सफा निलो थियो नि निलो ओ माई अब हामी भिडियो सुट गर्न ल
भर्खरै अबाट ड्रोनहरू सबै उडाइयो होइन सबै हो क्या फेरि क्या मजा आयो है तर धेरै पछि उडाएँ यार ड्रोन मैले नि ओ माई गॉड हामीले भन न यार। हामीले उसले त जो अस्ति DJI चाहिँ उडायो के अरे मिनी चाहिँ उडायो तर कहाँ उडायो भन्ने चाहिँ अब होइन त्यही हो त्यही उडायो वरिपरि वरिपरि उडायो मैले चाहिँ उडाएको थिएँ नि स्पिड वाल 1 इयरै भयो त्यो अलमोस्ट अनि आज उडाइयो जे होस् होइन मजा आयो राम्रो राम्रो सर्टहरू आएको छ एकदम दामी दामी टक 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 आउँछ जे होस् भिडियोमा देखिहालिन्छ नि होइन भन्नै पर्दैन हामीले सो त्यही हो आजको हाम्रो हाइक यहीँसम्म थियो सो अब हामी यहाँबाट चाहिँ फर्किनु पर्ने हुन्छ मुनि उबर सुबर गरेर किनकि त्यहाँ मुनि एउटा हल्का त्यो गाडीहरू आएको छ सबै त्यो हेरेर अनि निस्किनु पर्ने हुन्छ हामी उबर गरेर के त्यो हामी पिक स्किममा गएर के सनसेट हेर्ने हो कि त्यहाँ ट्रेन कुर्नुपर्छ अन्त ट्रेन कुर्नेपर्छमा अब ट्रेन टाइममै छ भने त ओहो भन्ने हो होइन कुर्नु पर्ने छ भने हेरौँला कुर्नुपर्ने छ भने त कुरौँला नि त कुराउँला हेरौँला होइन ट्रेनको टाइम हेरौँ कति बेला आउँछ ट्रेनको टाइम अब ल है छ है अलि टाइम छ अलि टाइम छ भन्ने भयो भने चाहिँ यसो हेरेर होइन सनसेट एक ड्रोन उडाएर होइन गर्नुपर्ने हुन्छ गर्नुपर्ने सो अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ अब आजको लागि यत्रो धेरै माथि नजाउँ भन्ने हो आज किनकि भ्याउँदैन पनि हामीले होइन आज रिल्याक्स टाइपको सानो हाइक बनाऊ इट्स नट अ बिग होइन सानो एकदम सानो हाम्रो लागि त है सानो हो त्यो इन्जोयको लागि आज चाहिँ त्यस्तो हाइक गरेर कहीँ पुग्छु भन्दा पनि नि लेट्स वाक अलिकति भन्ने मात्रै हो सास फेरौँ नेचरमा जस्ट वाज रियली वर्थ इट है तर बियर माउन्टेनमा आएर हामीले बियर नदेखे पनि माउन्टेन देख्यो डियरहरू देखियो होइन ओ माई गॉड कस्तरी हेरिरहेको थियो भिडियोमा देखिहाल्नुहुन्छ गाइजहरूले यस्तै हो ल अब हामी यहाँबाट ऱ्याप अप गरेर फर्किन्छौँ अब वी हेभ टु गो डाउन हिल सो हामी यहाँ मुनि गएर भेटौँला है त गाइस मजा आउँछ यस्तो भिडियो लागे म त खोलातिरैतिर चौतारी र मनमा छ गाइस हाम्रो चाहिँ ट्रेन चाहिँ सक्यो ट्रेक सक्यो अब चाहिँ हामी टक्क गएर गाडीहरू हेरौँ है कस्तो कस्तो गाडीहरू भेट्छ होपफुली दामी दामी गाडी भेटोस् आइम स्योर कि एकदम दामी दामी गाडीहरू छ एकदम दामी दामी गाडीहरू छ गाडीहरू भेटौँ फोटो भिडियोहरू गरौँ होइन अस्मोबाट मलाई त्यो टायरहरू कस्तो घुमाएको हार्नु मन छ कि दामी दामी टायरको 10-12 टायरको हार्यो भने त ट्रान्जेक्सन त दामी बन्यो नि है दामी बन्यो लोगोहरू यस्तो ब्याक गरेको है तिनीहरू गर्नुमा चाहिँ अस्मोबाट त्यो चाहिँ हाल्छु त्यहाँ गएर म होइन अब मान्छेहरूसँग कुराहरू गरौँ हामी 8 बजीसम्म हिँडेर निस्क्यो भने पनि जस्ट ट्रेन चाहिँ भ्याउँछ अनि 9, 9:30, 10 बजीसम्म घर पुग्यो अब त्यही हो भोलि बिहान काम छ फेरि है गानको लेटी काम छ अनि अब त्यही हो डाउनी लागिसक्यो हामीहरू देखाउ न यार गाडी एकैछिन सो अब डाउनी लागिसक्यो अब होइन इट वाज अ फन होइन धेरै लामो हाइक पनि थिएन यो चाहिँ सर्ट हाइक भयो रियली वर्थ अफ होइन वर्दी हाइक थियो सो अब हामी यहाँ हल्का एउटा कार सो रहेछ क्या प्राइभेट कार सो रहेछ त्यहाँनिर चाहिँ अब हामी एकछिन हेरेर अनि निस्किने छौँ फेरि निस्किनु पर्ने हुन्छ ट्रेनसम्म जानुपर्ने हुन्छ त्यही गाइस अब कारसम्म जाउँ रमाइलो गरौँ कारहरू हेरौँ वाइल्ड कारहरू आएको छ दामी 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 I'll show you guys in the video too है त ल
guys, it was a cool day, you know, and we experienced a lot of things over here. Last day, We did not expect it. यति धेरै experience गर्छ, यति धेरै कुराहरू हुन्छ, हैन? भनेर we haven't expected at all. like almost zero थियो के. यस्तो कुराहरू आइन्छ, गइन्छ, हैन, हाइकिङ गरिन्छ. ह्यामकमा बसिन्छ, ह्यामकमा बसिन्छ, चिल गरेर बसिन्छ है. टाइम मजाले पुग्छ. इनफ पुग्छ हैन? बस्यो ह्यामकमा नि तर बस्यो. But it was way more than worthy कुराहरू धेरै भयो. Car show, we got it. Deer, we got it. Drone shot दामी view, we got it. है. Hike trail त्यस्तै राम्रो है. जू त्यस्तै एनिमलहरु त्यस्तै दामी. छोड्दियो सबै छोड्दियो आज. It was a really very worthy day. Moon मुनमा हेर त्यहाँको प्लेन गइरहेछ साइडमा हैन. साइडमा. So guys, it was a really fun day. Bear Mountain हैन. तिमीहरु पनि लाइक अब हाम्रो साथीहरुले नै हेर्ने हो यो भिडियो हैन. So आउ इन्जोय गर. आउने बेला भन हामीलाई है. भन हामीहरुलाई. हामी लिएर आउँछौँ तिम्रो दामी ठाउँमा हैन. दामी ठाउँमा छ यहाँ. त्यही हो एभ्रिथिङ अब त. अब नेपालमा हुनेहरु चाहिँ अब त्यस्तै हो, अब हेर्न पाउँदैन. बट यतातिर हुनेहरु हैन, अब नेपाल हुनेहरुले हामीले देखाउने कुराहरु हेर्नु हो अहिलेको लागि. So त्यही हो guys, really fun day. Really awesome places to be here, हैन. Awesome place भन्दा नि awesome things are here, हैन. A lot of awesome. अरु भन्दा नि थ्यांक यू सो मच फर वाचिङ यहाँसम्म है. आनन्दले बसेर हेर्दैकोमा एकदमै धन्यवाद. बोरिङ लाग्यो होला, इन्ट्रेस्टिङ लाग्यो होला, रमाइलो लाग्यो होला, झ्याउ लाग्यो होला, तर यहाँसम्म स्टिक भएर हैन हामीलाई एप्रिसिएट गर्दै हेरिदिनु भएकोमा एकदमै धन्यवाद है. ल अब एकदमै राम्रो भिडियो बनाउँछु. I'm sure. I will also try है. म ट्राई गर्छु. अनि तर लाभले आजको क्लिपहरु यस्तो बबल छ, फोटो भिडियो दामी छ है. होपफुली त्यही हो. Thank you so much for watching us, our adventure. We're gonna continue more of this. See you in next video. So त्यही हो guys, अहिलेको लागि चाहिँ अब बेयर माउन्टेनको लागि चाहिँ यति नै भयो हैन. अब चाहिँ हामी उबर पर्खेर अब पिक स्कुलमा जानुपर्ने हुन्छ स्टेसनमा. अनि स्टेसनको चाहिँ 9 बजे रहेछ हाम्रो ट्रेन. So we have to wait over there like an hour, not even an hour, but त्यति पर्खिनु पर्ने हुन्छ. त्यहाँ अब हेरौँ केही भिडियो गर्नु पर्ने भने गरौँला. त्यही हो. सो अहिलेको लागि चाहिँ बेयर माउन्टेनको लागि चाहिँ we finish everything over here. हाइक गरियो, भिडियोहरू गऱ्यो, यताउति गरियो. त्यही हो गाइस. अब हामी उसो पर्खेर पिक स्कुलमा लाग्नुपर्ने हुन्छ. त्यहाँबाट ट्रेन चढेर चाहिँ अब घरतिर कता लाग्नुपर्ने हो, लागिन्छ है त गाइस. ल थ्याङ्क यू गाइस अहिलेसम्म हेरिराख्नु भएकोमा है. Hope you guys enjoying it as we did much हैन. हामीले जति गरे त्यति नै इन्जोय गरिरहनु भयो हुन्छ. We are hoping हामी त दामी नै गरे हो गाइस. त्यही गाइस हामी गर्ने हो, तिमीहरु पनि Still we hold together. We passed the end, still we chase forever. Guess this is all we know. This feeling's all we know. I'll ride my bike up to the road, down the streets right through the city. ल है कस्तो लागेको छ अनएक्सपेक्टेड ठाउँमा आएर? From Chicago to the guess this is all we know. Guess this is all we know. Never face each other, one bed, different covers. We don't care anymore. Two hearts still beating on with different rhythms. Maybe we should let this go. We've fallen apart, still we hold together. We passed the end, still we chase forever. Guess this is all we know. This feeling's all we know. I'll ride my bike up to the
guys. Good night. Good night, everybody. Peace. Peace out.